यो लालटिन पनि सबै धुलै धुलो भएछ। अब लालटिन सफा गर्नु परेन त? नेपालका मान्छेहरूले अब लोड सेडिङ हुने सम्भावना बढ्यो। अब लोड सेडिङ हटाएका कुलमान घिसिङलाई सरकारले मन्त्री परिषदले हिजो बेलुका चाहिँ बर्खास्त गरेको छ। उहाँको 4 महिना मात्रै समय बाँकी थियो दोस्रो पटक कार्यकारी नियुक्त भइसकेपछि, तर 4 महिना पनि सरकारले कुलमानलाई झेल्न सकेन। सारा नेपालीको चित्त दुखाएर नेपाल सरकारले कुलमान जस्तो एउटा निष्ठावान कर्मचारीलाई हटाएको छ। आखिरी कुलमानले त्यस्तो किन अपराध गरेको थियो त? सरकारले भनेअनुसार चाहिँ हाम्रो कुरो सुनेन, त्यो पैसा नतिर्ने उद्योगहरूको चाहिँ लाइन नकाट भनेको काटिदियो, मानेन, अनि के कागजी प्रक्रिया मिलाएन रे होला। कुलमानले सरकारले भने जस्तो कागजी प्रक्रिया मिलाएन होला, त्यो पनि मान्दिउँ। तर कुलमानले पछिल्लो 8 वर्षमा के गरे आम जनतालाई थाहा छैन। मलाई आज पनि सम्झना छ, घर घरमा 18 घन्टासम्म लोड सेडिङ हुन्थ्यो। 18 घन्टा कहिले बिजुली आउला भनेर कुरेर बस्नु पर्थ्यो। बिजुली आएको बेलामा ओहो यति खुसी भइन्थ्यो, फेरि फ्याट्ट जान्थ्यो, अन्धकार थियो। यस्तै लालटिन, जेनेरेटर अनि मैनबत्तीमा टिकेको थियो। तर 2073 सालमा काठमाडौँ उपत्यकामा तिहारको दिनमा, लक्ष्मी पूजाको दिनमा कुलमान घिसिङले झिलिमिली बनाइदिए। त्यहाँबाट नेपालको उज्यालो यात्रा सुरु भएको थियो। र यो पछिल्लो 8-9 वर्षमा देशैभरि उज्यालो मात्रै भएन, लोड सेडिङ मुक्त मात्रै भएन, यो घाटामा 34-35 अर्ब रुपियाँ घाटामा रहेको यो नेपाल विद्युत प्राधिकरण भन्ने छ नि, त्यसलाई त्यो घाटा पूर्ति मात्रै भएन, 47 अर्ब भन्दा बढी फाइदामा पनि पुगेको छ। नेपालको कुनै सार्वजनिक संस्थान फाइदामा छ भने सायद त्यो नेपाल विद्युत प्राधिकरण नै होला। देशलाई झलमल्ल बनाउने, भारततिर लगेर बिजुली बेच्ने, देशैभरि बिजुलीको नेटवर्क विस्तार गर्ने, घाटामा रहेको अरबौँ घाटामा रहेको कम्पनीलाई अरबौँ फाइदामा पुर्याउने, अनि के यो राम्रो काम होइन? के यो गर्नु कुलमान घिसिङको अपराध हो? एउटा कर्मचारी त्यहाँ आएर निष्ठापूर्वक काम गर्दाखेरि, मन लगाएर काम गर्दाखेरि परिवर्तन आउँदो रहेछ नि त। तर सरकारका मन्त्रीहरूले क्रेडिट पाएनन् कि वा उद्योग व्यवसायीहरूको कुरा सुने कि के भयो? कुलमानलाई रातारात यसरी हटाइएको छ। अब नेपाल सतीले सरापेको देश भन्छ नि, साँच्चै नै हो कि क्या हो जस्तो लाग्छ। राम्रो गर्ने मान्छेहरू जहिले पनि कसै न कसैको तारो भइरहन पर्ने। यदि तपाईलाई आईटीमा करियर बनाउन टेक्निकल ट्रेनिङ, मेन्टरशिप र प्रपर गाइडेन्स चाहिएको छ भने टेक स्किल्स आउनुहोस्। टेक स्किल्सले आईटीमा जब पाउनको लागि धेरै स्टुडेन्ट्स र ग्रेजुएट्सलाई मद्दत गरिसकेको छ। अब पालो तपाईको।